सो हे गाइस वेलकम टू माई न्यू ब्लग। तो आजको ब्लग चाहिँ मेरो क्रिकेट खेल्ने पिचबाट सुरु हुँदैछ किनकि यो यहाँमा पानी हाल्नु छ के। यो पानी हाल्यो भने हुन्छ नि त। यो अलि साह्रो छ, यो धेरै तलमाथि छ कि यसलाई भिजाएर अनि पछि उसले केले ठोक्नुपर्छ के। मैले चाहिँ यहाँमा सब पानी सानी कम्ती 6-7 बाल्टिङ त हाल्यौँ ला। पानी सानी हालेर पुरा पानी गराइसक्यो। अब एकछिनपछि भिजेपछि सुक्छ अनि त्यसपछि चाहिँ केले अलिअलि दबाउनु पर्छ। त्यहाँ चाहिँ अलिअलि दामी हुन्छ अनि साझा चाहिँ खेल्नुपर्छ यार। क्रिकेट मजा आउँछ यार मस्त। तर यहाँ समस्या आइसक्यो कि यता गयो भने गाली गर्छन्, यता गयो भने गाली गर्छन्। गाह्रो छ। यति अगाडि खेल्नु पर्यो। अगाडि त केही छैन, अगाडि त सब खाली छ। त्यही हो, अब भोक लागिरहेको छ यार, बिहान खाना पनि खाएन। अहिले चाहिँ म यहाँ खाना खाँदैछु। खाना त खाइसकेँ, भ्याइकै खानासाना खाएर अब यहाँ धस्काउन जानुपर्छ। सो यहाँ साथीहरू भर्खरमा सुतेर उठेँ। अब एकछिनमा खेल्नुपर्छ। पिच त सुकेर बल भएको छ त है, हेर्न ठिकै भएको छ होइन। पिच त सुकेर ठिकै भएको छ। यिनीहरू यहाँ खेल्न त्यो ब्याट्सम्यान हो भरत नाइन। ल म बलिङ गर्छु, त ब्याटिङ गर। म बलिङ गर्छु यो धातुले। सो साथीभाइ क्रिकेट खेलेर भर्खर आएँ। अब एकछिनमा खानासाना खाने, त्यहाँ खानासाना हाल्दै हुनुहुन्छ। यहाँ यो आइपिएल हेरेर चाहिँ आज कसको आरसिबी र लखनऊ कति हान्यो? 3 ओभरमा 23 रन हान्यो जम्मा। 23 लखनऊले हान्यो। सो त्यही हो खाना। साँझको खाना चाहिँ खाँदैछु। यो आधी भात चाहिँ तलको उता हेरिरहन्, आधी भात चाहिँ तलको काँचै भएको पुरा चामल छ। यो मलाई चाहिँ माथि आयो नि त। सो खानासाना चाहिँ भइसक्यो। अब चाहिँ यो ब्लगलाई चाहिँ इन्ड गर्छु। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, एउटा सेयर गरिदिनु होला। ओके, थ्याङ्क यू सो मच फर वाचिङ।